हेलो मेरो डियर साथीहरू, तपाईहरुलाई धेरै धेरै स्वागत छ मेरो भिडियोमा। आज देख्दै हुनुहुन्छ यो मेरो क्लास 8 को बच्चाहरू। यो फोटो उनीहरूले आफै लिएको हो, मैले जस्ट यहाँ हालेको मात्रै छु। अनि एभ्री फ्राइडे प्रोग्राम हुन्थ्यो, आजको फ्राइडे चाहिँ प्रोग्राम भएको छैन, त्यही भएर उनीहरूले चाहिँ टिचर हामी गीत गाउँछौँ नि भनेर भन्यो। सो मैले चाहिँ उनीहरूलाई ओके भनेर चाहिँ गीत गाउन लगाएको छु। आज मेरो बच्चाहरूको गीत चाहिँ सुनिदिनु है गाइज। अनि तपाईहरुलाई मन पर्यो भने चाहिँ कमेन्ट पनि गर्नु, लाइक पनि गर्नु है, नबिर्सिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला है त। अनि उहाँ मादक बजाइरहने यहाँ देखिरहनु भएको छ नि साथीहरू। ऊ चाहिँ फेरि क्लासको क्याप्टेन हो नि, फेरि हि इज द क्याप्टेन है, मोनिटर हो उसले चाहिँ। खतरा क्लास कन्ट्रोल गरिदिन्छ फेरि उसले चाहिँ। हाम्रो हुटिङ आइरहेछ, हुन चाहिँ हाम्रो सङ्गमलाई हुटिङ आइरहेछ, तर सङ्गम चाहिँ एकदम लजाइरहनु भएको छ। अब जानुहुन्न होइन, कोही कोही बच्चाहरू यस्तै हुन्छ साई नेचरको है, पढ्न त ट्यालेन्ट हुनुहुन्छ तर उहाँलाई गीत गाउन अलिक लाज भयो अरे। सो अब फेरि आउँदै हुनुहुन्छ हाम्रो अर्को हिरो युगेश। ल हिरोको इन्ट्री भयो, हिरोको इन्ट्री भयो। युगेश विथ राकेश।
यहाँ चाहिँ मलाई पानी दिने पार्टीहरू दुईजना सधैँ मलाई खाने पानी दिन्छन् यसरी तिर्खा लाग्यो बेला ल अब चाहिँ हाम्रो आजको भिडियो अलमोस्ट सकिन लाग्यो भन्दा पनि हुन्छ किनकि क्लास आवर सकिसकेको छ बेल लागिसकेको छ गाइज अनि मेरो बच्चाहरूलाई चाहिँ मैले खासमा यो चाहिँ यो सिङ्गिङ गर्न लगाएको चाहिँ जस्ट पिरियडको लास्ट 10 आवर मात्रै बाँकी हुँदाखेरि हो किनकि अगाडि चाहिँ मैले उनीहरूलाई एउटा क्वेसन सल्भ गर्न लगाएको थिएँ अनि उनीहरूलाई चाहिँ सिकाएर सल्भ गर्न लाएर उनीहरूले मलाई सबमिट गरेपछि मात्रै उनीहरूलाई चाहिँ सिङ्गिङको टाइम पाएको हुनाले त्यही पनि रमाइलो भयो है गाइस तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो 10 मिनट्स भए पनि इन्जोय गर्नुभयो होला भन्ने आशा गर्दछु यदि तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो मेरो बच्चाहरूको एक्टिभिटिजहरू राम्रो लाग्यो भने लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई।